हेलो साथीहरू सबैलाई नमस्कार। यो भिडियोलाई स्क्रोल नगर्नु है त। एकछिन म यहाँ केही चिज देखाउँदैछु। तरकारी लगाएको ठाउँमा पहिला त मकै र सिमी थियो, राम्रो भएको थियो, तर अहिले चाहिँ पानीले होला केही भएको छैन। यहाँ भेन्टाले फुल खेल्दैछ र बोडीहरू छ। यो बोडी चाहिँ घिउ बोडी हो कि के हो? यो मकै बोडी त पक्कै पनि होइन होला जस्तो लाग्छ मलाई। अलि लहरा हुन्थ्यो मकै बोडी चाहिँ हामीले गाउँमा देख्दा। अनि यहाँ पनि छ तर त्यति राम्रो पर्छ। एकदमै झुसिल किरा छ के साथीहरू। के हो यो झुसिल किराले चाहिँ अति नै सतायो। अम्बाको रुखमा त्यस्तै छ है। अनि यहाँ त्यस्तै छ। किन यस्तो भएको होला है? हजुरहरूलाई पुदिनाको अचार मनपर्छ भने पुदिना चाहिँ यहाँ यस्तो मजाले पुदिना भइराखेको छ। हजुर पुदिनाको नजिक हुनेछ सम्पर्क गर्नुहोस्, म चाहिँ पुदिना दिन्छु होइन। यहीँ लट्टेको साग छ, अरू त खास केही छैन। यहाँ थोरै गोदावरी सयपत्री फुलको चाहिँ बिरुवा जमाएको छु भने यता चाहिँ एउटा चिप्ले भेन्डी अनि भेन्टा। अनि यहाँ भेन्टा दिदीले बुटोलबाट पठाएर भेन्टाको बिरुवा सारेको खै होला जस्तो छैन। यहाँ हेर्नु अदुवा, मरटी। यो के हो थाहा छ हजुरहरूलाई? गाउँमा हामीले मरटीको चटनी बनाएर खान्थ्यौँ। अब अहिले यहाँ काठमाडौँमा मलाई दिदीले चाहिँ मरटी कहिलेकाहीँ मिठो हुन्छ, औषधि पनि हुन्छ भनेर ल्याएर यहाँ लगाइदिनु भएको थियो। यत्रो भयो। त्यसैले हजुरहरूलाई पनि टाइम हुन्छ, ठाउँ छ भने अलिअलि करेसाबारीमा लगायो भने चाहिँ आफूलाई केही न केही हरियो परियो हेर्न भए पनि आनन्द आउँदो रहेछ। यो अम्बा चाहिँ हेर्नुहोस् न, अम्बा चाहिँ भर्खर बिचरा कोपिला निकालेको छ।